हेलो गाइस, आज हाम्रो डेस्टिनेसन उता टाढाको छ। आमा हामी सबैजना फ्यामिली जाँदैछौँ। आमा के भन्ने कि घुम्नलाई होलिडे न होलिडे डे अफ भन्ने आमा केही के हो थाहा गर्न कहाँ भन न मलाई थाहा छैन कता झन् के जाओस् त हामी कहाँ जानु लाग्यो रे खै त खै जाओस् एउटा झन् हामी नै बोलौँ अनि हामी ब्राइडनमा जानको लागि आज हामी 9 जना यात्रुहरू ट्रेनमा सवारी भइसक्यौँ। अहिले हामी उइचमा छौँ र टकयार्डतिर लाग्दैछौँ कस्तो बुढीबुढी त अनि हामी अन्डरग्राउन्डमा छिरिसक्यौँ। रमाइलो छ। आजको दिन घाम लागेको छ। हामी आजको यात्रा कतापट्टि जाँदैको छौँ। बिहानको यात्रा हुन्छ कति 8 बजे के थियो अरे नाम? ओके, ब्राइडन बिचमा जाँदैछौँ। आज हाम्रो स्विमिङ डे परेको छ। See you there. हाम्रो छ्यामा छ्यामा मामा आमा छ्यामा मामा फेरि आइ गर्नु न झन् ट्रेनमा गाइड सबैजना नेसनल ट्रेन युकेको झन् हजुर के भन्छ For police on 6-101-6 and we'll get it sorted. That's 6-101-6. दादा यी म पनि छु यहाँ हामी झरेको अवस्था गाडी भाइ हाई गर्नु न यस्तो बोकेर हिँड्नु पर्छ किनभने ठ्याक्क पाइन्छ ए यो यही छोडेर गएर त्यहाँ गएर बस्न पाइन्छ अरे। ल सुरु हुँदैछ यहाँ बस्नु खानालाई दाइ के हो जसमा आउने दाइ के हो खानेकुराहरू है दाइले भाग लाँदै हुनुहुन्छ एउटा अर्को क्यान भयो जस्तो लाग्थ्यो नि त्यहाँ छ मामा यहाँ इन्जोय गर्नुभएको छैन छैन बिहार यता पर्छ यो माल त बाँकी ती के यहाँ भाग लाग्दैन भइसक्यो डढिसक्यो अलिकति श्यामले खान्न म खान्दै मलाई दाइ ढक्कन यहाँ इलाउनु घाममा नराम्रो झन् मैले हो यी भाइ कि छुन् दा खै दाइ भाइ मामा बियर खोइ दाइलाई कान्छालाई खोइ त बिहा सक्यो दाइ उयो भाइ लुका प्लास्टिकमा ऊ दाइलाई खोइ त नि अँ पानी जाने चाहिँ कसरी स्याप हो त्यो त भाइ भाइ होइन भिडियो बनाएको मिठो खाइयो, मिठो सकियो। अब मिठो तरिकाले के अरे फेरि जस्तो भाइ हजुर के अरे म धेरै बोल्दिनँ। झन् यहाँ बाजे आनन्द सुत्नु भयो है भुँडी फर्काएर सनबाद लिएर बाजे आनन्द झन् ओइ के भयो हावा खोलेको रहेछ उसको मात्रै तर्सेको भाइ ए कति यहाँ त आँखाले हेर्नु नभन्नु छ समुद्र पाइटन ओपन रहेछ सिप
हो कि हो भर हो क्या हातले आउँदा फेरि ल त्यहाँनिर हामी स्विमिङ गरेर भ्याएर अन्त घुम्दा घुम्दा अब यहाँभित्र जानु लागि त्यो घरभित्र राम्रो छ हेर्नु त्योभित्र के छ अब एक्सप्लोर गर्छु एकछिनमा हजुरहरूलाई त यी हाउडामा कहाँ पुग्नु ए हामी यहाँनिर छौँ कता हो त नि आफू कता भित्र होला नि भित्र आएको कता हो आउनु ल गाइस यस्तो हुँदै हाम्रो घुमघाम भाउजूले गर्दै आमालाई अहिले पालो पालो चेन्ज गर्दै इन्टरनेटको मैले फर्स्ट टाइम आएको म त यहाँ त 2 वर्षमा आइसक्रिम हाम्रो मामा आमा भाइहरू टिकट रहेछ नि त टिकट रहेछ नि त त्यही जान्ला त्यस्तो अब हामी टाइपको प्लेस यही जाने होइन र अनि त दिनु खै भाइ मान्छे छोप्यो भिडियो बनाउनु लगाइदियो हिँड्यो है हेभेनमा आयो हामी भाइ हेभेनमा कहाँ हो हेभेन मान्छे हो कि यता हेर्नु न हेभेनमा छु कि म हेभेनमा ब्राइडनको समुद्रको बिचमा हामी प्रत्येकले एक पाउन्ड तिरेर यो दृश्य अवलोकन गर्दैछौँ दृश्यमा केही मिठास समुद्रका नदीहरूमा पनि देख्न सक्छौँ हामी गोरा गोरा छालाहरूलाई पारी हेर्ने हो भने कति मजाको ढुङ्गा उडाइ छ त्यहाँ त्यो पनि हामी देख्न सक्छौँ यदि तपाईँलाई पनि त्यसरी नै उड्नु मन छ भने कृपया ब्राइडनमै आउनुहोला हामी अझै अगाडि जाने प्रयत्न गर्दैछौँ यो संसार यो हाम्रो बिल्डिङ चाहिँ समुद्रको बिचमा बनेको रहेछ होइन भित्रपट्टि चाहिँ फेरि छुट्टै संसार छ केटाकेटीलाई खेल्नको लागि बाहिरपट्टिको संसार छुट्टै छ अनि पहेँला डल्ला भनेको चाहिँ समुद्रका बिचमा राखिदिएको छ यो गहिराई मापन गरेको हुनुपर्छ पक्कै पनि अथवा त्योदेखि उता जान मिल्दैन यता मात्रै खेल्ने यता ढुङ्गा चलाउने त्यस्तो पनि हुनसक्छ अब यहाँनिर दुईटा भालेहरू जुत्दैछन्
डुङ्गामा आहा यो जुदाई पनि डेन्जर रहेछ बस पानीमा दुई डुङ्गाहरूले मस्त नुहाइरहेका छन् मजा आयो हेरेर आँखाले भ्याउने जति पारी पारी क्षितिजसम्म समुद्रले भरिएको छ यसै बिचमा हाम्रा स्वदेशी पर्यटकहरूको आगमन भइसकेको छ पृथ्वीनारायण भएपछि आमालाई गाह्रै छ घर जाऊँ भन्दा बन लैजाने छोरी परेपछि खेर त्यसलाई कुरो अन्तै मोडौँ अहिलेलाई चाहिँ हामी समुद्रतिरै ध्यान दिउँ होइन हामी तलपट्टि समुद्र र माथिपट्टि समुद्रको बिचमा बनेको विशाल संरचनामाथि छौँ अब यसरी बनाउन त नहुने योहरूको तस्बिर खिचेर अनुमति बिना तर पनि हामीले बनाउन भइसक्यौँ अब अरू त कहाँ पुग्छ अब भिडियो बनाउन यता यता आउँदैन गर्ने के हो कस्तो भिडियो भयो भिडियो सेक्सी वुमन ल अब गेम जोनमा आइयो कता कता हाम्रो ग्रुप त छुट्यो कि गाइस हाम्रो ग्रुप छुट्टिएको अवस्था गेम जोनमा के भाइ
भाइ त कतामा गयो त छ देखिनँ मैले त हाम्रो बुच्चे भाइले देखिनँ हामी गेम जोनमा छौँ गाइस आमालाई बुढो नेपालको दाइको अब ए माथि गएर हेर्ने आमा उत्रिनु माथि गएर हेरौँ माथि त म एक्सप्लोर गर्दैछु एक्सप्लोर गर्दैछु गाइस युकेलाई एक्सप्लोर गर्दैछु सेक्सी भएको काठमाडौँ होइन त्यहाँ त ल गाइस घुमियो खेलियो रमाइलो भयो फर्केको अवस्था के भने त्यो दिने भाउजू ल भाउजू रमाइलो गरे गेम खेलेर अनि कस्तो भएर अनुभव भन्नु त एकदम डर लाग्यो हौ मलाई त माइक थाप्दै माइक 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 ल फर्केको अवस्था हो के भन्छ बाई सी यो गीत चाहिँ हाम्रो के भन्छ अरे यू कौडा गीत है ल कौडा गीत ए कोडा मलाई मनपर्छ कस्तो मेरो माया छाडी जाने से एउटा चिठी लेखेको छु सेती पारी नानीलाई मेरो माया छोडी जानेलाई अनि छिटो yang cha pakai yang cha